आज चाहिँ हामी माथि हिँडेर डाँडातर्फ लाग्छ यता खुद्रा ग्याङहरू आज चाहिँ हामी लागिँदैछ टक्क बसौँ 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 बग्न भन्छ के बसौँ न बसौँ बसौँ न सर तेल पनि छैन यार त्यस आज चाहिँ हामी दिनबाटु हिले लागिँदैछ पिकनिक खानु यसो रातसँग दाजुलाई मिलेर यात्रा चाहिँ निकै बवाल्ने हुनेछ हाम्रो मौसम पनि गार्डनहरू आए दिनु जा तल आफै आउँछ खानु परत चाहिँ हामी त लेगाउँतिर आइपुगिसकेको छौँ लडेर ऱ्याक भएर यता हाल्यौँ न 2-4 शब्दमा हालिहाल्छ तर हेलमेटै बोक्नु पर्दो रहेछ हुन्छ कति हुन्छ आम्मा त घुँडामा पछि ज्याकेर खेती गरिरहने लडेर ऱ्याक भइरहेको छ लुकिङ ग्लास राखेको भइगयो लडेर हामीलाई ल्याक भयो पिकनिक खाना गएको सुटमा उद्घाटन भइगयो यता टेन्सन च्यातिगयो अनि चाहिँ हामी यता लेगाउँ कर्म यता कनाडार ठाउँमा छौँ कनाडामा गएर चाहिँ यो लुकिङ ग्लासलाई टिकट हानेर लुकिङ ग्लास हाल्नु जानु भएको छ यहाँ पर छ क्लासमै लडिएन फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम लड्यो त्यसरी कसम लडेपछि झन् मोड खराब हुँदो रहेछ कि झन् कुदाउनु झ्याउ हुँदो रहेछ यार बबल बबल नजारा नजारा नजाराको तिरैले भयो मन तल चाहिँ देखेको खाम्रो होमस्टे तर साह्रै ठुल्ठुलो बाँधेको यार यो हन्डी सिङ्गो यो खुद्रा गाङले त लास्ट भिडियो गरेर यिनीहरूले मोड खराब गर्दैछ झन् केटाहरूले मासु बोकिरहेको छ घरको लागि हाम्रो बगानतिर चाहिँ बस्तीको केटाको लागि टाउको जाँदा बाइक चेन्ज गर्ने हुँदैन हुन्छ यहाँ भण्डार पुगेर काका यता निशान काका ठ्याक्क अहिले हामी चाहिँ काउन्ट गरेछ अलिकति तपाईँले देखिरहेको छ र देखिरहेको छ मजाले ठ्याक्क अहिले हामी चाहिँ यहाँ कहाँ अरे ठ्याक्कै कनेटारमा आएर आएछौँ अब यहाँदेखि चाहिँ हामी 2 घन्टातिर हिले डाँडा पुग्छौँ ठ्याक्कै
यस्तो चाहिँ मौसम वरिपरि देखाइदिउँ न यस्तो छ बवाल भातेज तेरी गाउँको माटो पनि ओ ठेल्दैन जाना पर्छ त्यो यहाँ जान तेह्रवटा राम्रो हुन्छ क्या बिहान जान माथि बाटो छ नि राम्रो छ यस्तो चाहिँ हिलो चाहिँ हुँदैन कि ढुङ्गे ढुङ्गा चाहिँ होल्डिङ गरेको बाटो छ भिडियो भयो तर जति हान्छ क्या तेरो बिहान जानु छिटो मेरो टायर टालीको त नि कहाँबाट कुदाउनु त अहिले चाहिँ हामी यता माथि यो पञ्चमी आइपुगेर केटाहरूको बाइक घुमाउँदै सो यता बट्टु मौसम चाहिँ भर भइरहेको छ अहिले चाहिँ हामी यता रवि छेउतिर आइसकेको छौँ समथिङ यता हाम्रो लङ्गड ग्रुप रोहित भाइ अहिले चाहिँ हामी रवि छिरिसकेको छौँ हिँड्न अगाडि ट्राफिक छ यहाँ माथि ट्राफिक छ त्यहाँ छैन केटी चाहिँ
के किन्नु फ्लेभर किन्नु मन थियो त नि फर्क्यौँ कहाँ पाउँछ सप्ताहमा अन्त फेरि बसिरहनु टुप्लुक्क फर्किन टुप्लुक्क बसिरहन्छ कस्तो नचलेको खै त नि के किन्यो भने फेरि ठोक्यो क्या जान्छ फ्लेभर ल्याएको फ्लेभर फुकाएको फ्लेभर कहाँ बस्छ बस्दैन अब त अघि केटा कस्तो झर्केर बोलेको हो है नि यो ट्रान्जेक्सन त कस्तो झर्केर बोलेको ट्रान्जेक्सन त कस्तो झर्केर बोलेको अस्ति त यहाँतिर थियो र यार हुक्काको फ्लेभर पाउँछ हुक्काको फ्लेभर हजुर ब्लुबेरी खाइदिनु न कति सुट्ने गरी पुत्तो पुत्तो कोइला सक्छ न हौ कोइला छान्ने आए जस्तिकै एक प्याकेट सक्यो सक्यो त नि लास्ट पिस चाहिँ यही दुईटा मात्रै रहेछ के दुईटा दिन न कसरी हो यही दुईटा दिनु दुईटा जाउँ न मात्रै नआउने भयो नि नसकिदिनु त दिमागै अरू ठाउँ कहाँ पाउँछ यहाँ अरू ठाउँ तल उसकोमा आलेकोमा पाउँछ कि त्यो मूर्ति छ नि रवि कणको त्यसको ब्याक साइड कति हो 220 गोटा एउटाको नि कति होला दुईटा जाउँ न 500 दिएर न अब यहाँ निकाल्दै बस्छु मैले तल पहिला लगाइदिनु भने साला के बनायो नि मिसन कहाँ गएको थियो क्या सब मरि आउँदै जाँदैछ नि सब बढामा मेरो पछाडि बोल्नु आएको यतापट्टि चाहिँ दामी आउँछ विचार के छ नि
अगाडि आउनु खोज्दा बाजी पछाडि ल सन्देश पिलाट जात पछाडि ल यहाँ मलाई बाजी। हुन्छ नहुन्छ न पछाडि आउनु न बाजी पछाडि नराम्रो लाग्यो क्या आउनु नि ओइ, केचक्क आउनु नि तिमी हामी गिटार फेरि गिटार गिटार के भयो गिटार छोड्नु क्या हो स्टेप म निकाल्छु अनि मात्रै गाउँ ल एकछिन छोड नराम्रो नराम्रो मलाई हुन्छ गए माटैको सिरानी माटैको सिरानी न्यौली बहिनीलाई गरौँ न चिन्जानी पास्टर जिल्ला लिम्बा बजार लैलै सम्झनामा आउँछ बजार त्यही तल बेसीको चिन्जान गरौँ लैलै 2 दिने जीवनको पास्तर जिल्ला लिम्बा बजार लैलै सम्झनामा आउँछ बजार पाखा कालिजको बास मात्रै लिम्बुनीले लैलै देखायो आस मात्रै पास्तर जिल्ला लिम्बा बजार लैलै सम्झनामा आउँछ बजार हामी त्यसरी भेट भएको किन भेट भएपछि त्यसरी नाचौँ एकछिन बाजो खेतमा छड्के सलाम छ मायालाई पहिलो हुँदैथ्यो केटाले होइन के हुँदैन सबै बिगारिहाल्यो नि यो त दामी भाइरल हुने गीत थियो नि त अनि भाइ क्यान्सिल गर्न पर भतिज ब्याट्री लो चाहिँ भएको रहेछ बेट्री लो मात्र केही भएको थिएन क्या अब यो क्यान्सिल हुन्छ अर्को गर क्यान्सिल हुँदैन हो यो चासकेको किन क्यान्सिल हुन्छ छैन नि भएको